हजुर हजुर तपाईले विवाह पनि गरिसक्नुभयो हजुर, तर श्रीमतीलाई बाहिर ल्याउनु भएन नि होइन यस्तो हो कहिलेकाहीँ राखिन्छ फोटो कहिलेकाहीँ सँगै बसेको तर धेरै जसो किन हाल्दिनँ भन्दाखेरि दुईटा कुरा छ एउटा त फेसबुकको अल्गोरिदमले त्यो आफ्नो बाहेक अरूको फोटो अरूको काम नहाल भन्छन् होइन अर्को कुरा मान्छेहरूलाई इन्ट्रेस्ट छ होला र मान्छेलाई त त्यो मान्छेले मलाई फलो गरेको हो नि त अनि मेरो परिवार मेरो दाजुभाइ मेरो आमा बुवा अब समय आउँदाखेरि जस्तै अब केही पर्दाखेरि हाल्छु म सधैँ त्यस्तो धेरै चाहिँ हाल्दिनँ कहिलेकाहीँ हालिरहन्छु तपाईको प्रेम विवाह हजुर हजुर तपाईले मन पराउनु भएको उहाँलाई कि उहाँले तपाईलाई मन पराउनु हामी दुईजनाले एकअर्कालाई मन पराएको प्रेम चाहिँ कति समय चल्यो +2 पढ्दाखेरिको अब कति वर्ष भयो धेरै वर्ष भयो उहाँको सबभन्दा राम्रो पछि कलाकारलाई चाहिँ तपाईँको एउटा सोचाइको फ्रिडम पनि चाहिन्छ कामको पनि फ्रिडम अब जस्तै म सोको लागि बाहिर जानुपर्छ अथवा मेरो सुटिङहरू हुन्छ त्यसमा अब त्यो गाह्रो हुन्छ नि कति मान्छेलाई त मलाई त गाह्रो पर्छ यताउति त्यो चिजमा चाहिँ बुझिदिने मान्छे भयो भने चाहिँ सजिलो हुन्छ मेरो चाहिँ त्यो बेस्ट पार्ट त्यो अन्डरस्ट्यान्डिङ छ हजुर 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 उहाँले तपाईँलाई साथ दिनु भएको छ हजुर। तपाईँको पेसालाई उहाँले हजुर। सम्मान गर्नु हजुर 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 सबभन्दा ठुलो कुरा त्यही हो मेरो पेसा अब यो मात्रै नभएर म जस्तै इन्जिनियरिङ पनि छ नि त म अब कन्स्ट्रक्सनमा हिँड्छु कहिलेकाहीँ होइन डिजाइनहरूको लागि पनि बाहिर जानुपर्छ दुइटै पेसा चाहिँ कस्तो हो भन्दा दुइटै पेसाले काठमाडौँ बस्नु दिन्न मलाई काठमाडौँबाट खेदाइहाल्छ विभिन्न ठाउँमा गइरहनु पर्छ गइराख्नुपर्छ होइन? देशभरि घुमिरहनु पर्छ 60-65 जिल्ला म घुमिसकेको छु होइन म अनि भुइँचालो पछाडि भयो सबभन्दा धेरै घुमियो होइन यो भनेको यो पनि एउटा त जिम्मेवारी हो नि त किन नेपालमा चाहिँ तपाईँको भुइँचालो प्रतिरोधक भनौँ न त्यस्तो भवनहरू कम थिए पहिला अहिले बिस्तारै बन्दैछ टेक्नोलोजी माथि पुगिसक्यो तपाईँ त सफल इन्जिनियर भनेर मलाई धेरैले भन्थे हजुर हजुर तपाईँको गाउँमा पनि मैले गरेको छु तपाईँको भादिङको ज्यामरुमा हजुर हजुर त्यहाँ चाहिँ के अरे सर्प जस्तोदेखि नै भ्यागुतो पाउँदो रहेछ है अनि त्यो तर्सेर हामी एकचोटि जाँदाखेरि हामीलाई गाह्रो भयो त्यहाँ चाहिँ हामी झुक्किएको क्या त्यो सर्प जस्तो देखिँदो रहेछ तर त्यो भ्यागुता रहेछ होइन त्यहाँ पनि हामीले भुइँचालो पछाडि यो भनौँ न त्यो रातो कार्डको उहाँहरूको लागि घरहरू डिजाइन गऱ्यौँ कन्स्ट्रक्सन गऱ्यौँ लगभग धेरै ठाउँमा गरियो राम्रै छ भनौँ त्योमा पनि तपाईँ राम्रो मान्छे पनि हुनुहुन्छ